हेलो गाइस, अहिले हामी चाहिँ अल्वामा छु हैन। अहिले चाहिँ हामी खाना खानको लागि बाहिर गइरहेको छु हैन। हामी यहाँनिर बाहिर गइरहेको छु। हामी यहाँनिर यहाँ चाहिँ एउटा रहेछ फुड कोर्ट रहेछ अनि हामी आएको छु। हाम्रो अङ्कल हुनुहुन्छ। अङ्कललाई मैले धेरै वर्षपछि भेटेको थिएँ। त्यही भएर अङ्कलले यसो मेरो बारेमा केही कुरा भन्नुहुँदै थियो, युट्युबमा सब्सक्राइब गर्नु भनेर हैन। अङ्कलसँग एकछिन कुरा गरेँ हामी सँगै जाँदैछु हैन। अनि अहिले यो हामी चाहिँ अहिले यहाँ टोकास होटल भन्ने रहेछ एउटा, यहाँनिर बसिरहेको छु हैन। अब सबैजना भएर अब भित्र गएर हैन खानासाना खाने अनि जाने भनेर कुरा भइरहेको थियो। त्यही भएर हामीले चाहिँ हाम्रो सेफलाई पर्खिरहेको थियौँ। हाम्रो सेफ चाहिँ वासरुम जानुभएको थियो, त्यही भएर सेफलाई पर्खिरहेको थिएँ एकछिन। अन्त एकछिनमा सेफ पनि आउनुभयो। त्यसपछि हामी होटलमा इन्ट्री हाने हैन। हामी सबैजना हाम्रो टिमहरू हामी नभएको पनि कतिजना 15-20 जना छौँ। त्यही भएर हामीलाई सानो उसले भएन। त्यही भएर हामीले एकै ठाउँमा ठुलो टेबल लगाइ माग्यौँ हामीले। अनि सबै ठुलो टेबलमा लगाएर चाहिँ सबैलाई जोडेर हामी एकसाथ बस्यौँ हामी। अनि हामी अहिले खाना खानु बसिरहेको छौँ होइन। अन्त यसो मेनुहरू हेऱ्यो हामीले होइन। त्यसपछि हामीले चाहिँ यो कोम्बो राइस मगायो होइन। हामी चाहिँ अब डिनर गर्दैछौँ गाइस होइन। हुन्छ, आजको मिनी भ्लग यसमा छ। ओके, बाई बाई, गुड नाइट एभ्रिवान। यता चाहिँ म छु गाइस, तपाईँको प्यारो